नमस्ते एभ्रिवान। हामी आजको यस भिडियोमा चाहिँ कुनै पनि ट्रेस नक्सालाई अटोक्याडमा प्लट गरेर सो ट्रेस नक्सा भित्रको कुनै पनि किता को चाहिँ लम्बाई चौडाइ र त्यसको क्षेत्रफल अथवा एरिया कति छ भन्ने कुरा हेर्नेछौँ। सो फर्स्ट अफ अल हजुरहरूले कुनै पनि ट्रेस नक्सालाई यसरी स्क्यानर थ्रुबाट स्क्यान गर्नुपर्ने हुन्छ र स्क्यान गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुरा भनेको सो ट्रेस नक्सालाई 1:1 रेसियोमा स्क्यान गर्नुपर्ने हुन्छ, जसको मतलब स्क्यान गर्दाखेरि इन्लार्ज अथवा रिड्युस गर्नु चाहिँ हुँदैन। सो स्क्यान गरिसकेपछि सो ट्रेसलाई चाहिँ जेपीजी अथवा पीएनजी फर्मेटमा सेभ गर्नुपर्ने हुन्छ कुनै पनि लोकेसनमा। सो त्यसपछि हामीले अटोक्याड ओपन गर्नुपर्ने हुन्छ। अटोक्याड खोलिसकेपछि हामीले यता हेर्न सक्नुहुन्छ, इन्सर्टमा गएर रास्टर इमेज रिफरेन्स भन्ने अप्सन हुन्छ, सोमा क्लिक गर्नुपर्ने हुन्छ र यता नयाँ विन्डोज पपअप हुन्छ। सो नयाँ विन्डोजमा चाहिँ हजुरहरूले त्यो फाइललाई चाहिँ कता सेभ गर्नुभएको छ त्यसलाई सिलेक्ट गरेर ओपन गर्नुपर्ने हुन्छ र नयाँ विन्डोज ओपन हुन्छ। सो विन्डोजमा हेर्न सक्नुहुन्छ, लेफ्ट साइडमा चाहिँ हामीले स्क्यान गरेको ट्रेस नक्सालाई देखाउँछ र राइट साइडपट्टि चाहिँ अरू अप्सनहरूलाई देखाउँछ। सो यसमा हजुरहरूले ध्यान दिनुपर्ने कुरा भनेको यो स्केल भन्ने अप्सन हुन्छ। स्केलमा चाहिँ हजुरहरूले हामीले ट्रेस नक्सा चाहिँ कुन स्केलमा प्रिन्ट भएको छ त्यो स्केल हान्नुपर्ने हुन्छ। जस्तो हाम्रो अहिलेको ट्रेस नक्सा भनेको 1:1200 प्रिन्ट भएको छ भने हामीले अटोक्याडमा गएर स्केलमा 1200 हान्नुपर्ने हुन्छ। त्यस्तै तपाईँहरूको ट्रेस नक्सा 1200 अथवा 500 अथवा 1:2500 छ भने सो स्केललाई चाहिँ हामीले अटोक्याडमा यता इन्टर गर्नुपर्ने हुन्छ। त्यसपछि ओके गर्नुहोस् र हामीले यसरी अटोक्याडमा सो ट्रेसलाई चाहिँ प्लट गर्न सक्छौँ। त्यसपछि चाहिँ तपाईँले चाहेको किता नम्बरको चाहिँ कितालाई चाहिँ पोलिलाइन अथवा लाइनबाट ड्र गर्नुपर्ने हुन्छ। ड्र गर्दाखेरि चाहिँ प्रत्येक कर्नरमा चाहिँ हामीले यसरी लाइन तान्नुपर्ने हुन्छ। लाइन तान्दाखेरि चाहिँ ठ्याक्कै हाम्रो यो लाइनको चाहिँ सेन्टर पोइन्टमा हुने गरी लाइन तान्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त, यसरी हामीले लाइन तान्यौँ। सो हामीले यो 740 नम्बर किता नम्बरको चाहिँ प्रोपर्टी लाइन ड्र गऱ्यौँ। सो प्रोपर्टीलाई चाहिँ अब हामीले नाप्नको लागि सिम्पली मेजरमेन्टबाट यसरी सो जग्गाको लम्बाइ कति छ चौडाइ कति छ भन्ने सजिलै गरी पत्ता लगाउन सक्छौँ। र त्यस्तै यसको एरिया पत्ता लगाउनको लागि हामीसँग दुईवटा अप्सन हुन्छ। एउटा अप्सन चाहिँ एरिया कमान्ड इन्टर गरेर हामीले सो जग्गाको चारवटै पोइन्टमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ र लास्टमा चाहिँ सुरु गरेकै पोइन्टमा क्लिक गरेर इन्टर हान्नुपर्ने हुन्छ र यता हेर्न सक्नुहुन्छ 1790.902 स्क्वायर फिट हाम्रो यो किता नम्बरको एरिया रहेछ। अर्को अप्सन भनेको हजुरहरूले सो प्रोपर्टीलाई चाहिँ सिलेक्ट गरेर LIST लिस्ट हानेर इन्टर गर्नुपर्ने हुन्छ र यता हेर्न सक्नुहुन्छ सो जग्गाको चाहिँ एरिया 1700.902 स्क्वायर फिट देखाउँछ। यसरी हामीले कुनै पनि ट्रेस नक्सामा भएको जग्गालाई चाहिँ अटोक्याडमा प्लट गरेर सो जग्गाको एरिया अथवा लम्बाइ र चौडाइ पत्ता लगाउन सक्छौँ। आशा छ यो भिडियो तपाईँलाई युजफुल नै हुनेछ र यस्तै टेक्निकल अरू भिडियोको लागि कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। साथै यो भिडियो तपाईँलाई युजफुल लाग्यो भने चाहिँ लाइक सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू भेरी मच। अर्को भिडियोमा भेटौँला। नमस्ते एभ्रिवान। हामी आजको यस भिडियोमा चाहिँ कुनै पनि ट्रेस नक्सा